के हो यो यत्रो खानु फ्रीमा होइन होला हौ दाइ दाइ ए त्यसो कुरा नगर्नु कहाँ दाइ यार हाउ नगर्नु त्यसरी हुँदैन कहाँ त्यसो हुँदैन क्या दाइ प्लिज प्लिज दाइ प्लिज दाइ प्लिज प्लिज किन भन्नु त किन भन्नु न वाइ किन प्लिज अब दाइ त्यसो नभन्नु न मलाई यतिले पुग्दैन अनि म किन्न आएको हो क्या म किन्नै आएको क्या दादा अनि तपाईँ पनि बेच्नु नि यत्रो लिचीको बोट छ तपाईँहरूको दाइ यार के खानु भन्छ नि त अनि पेट भएर त खाने कि तर बेच्नु पर्यो नि त अनि यसरी फ्रीमा दिएर त म पनि खान मन लाग्दैन नि मामा यो समाउनु त के हो दाइले त यार बेजत गराउनु भयो त मेरो त के हो यहाँ फार्म कति छ दाइ तपाईँहरूको फार्म कति छ यो कतिवटा बोट छ टोटल लिचीको मात्र 40-50वटा बोट छ है एकछिन तपाईँ यहाँ आउनु मैले तपाईँको भिडियो बनाइरहेको छु मैले यहाँबाट भिडियो बनाइरहेको छु तपाईँको चस्माबाट हो भने अब तपाईँ होइन दाइ हामीलाई त भयो हामी त भिडियो बनाइरहेको हो तपाईँको तपाईँले पैसा लिनु मान्नु भएन अनि कहाँ लिन्छ त सधैँ एकजनाले 1.5 लाख 2 लाखको बेच्छ यहाँ सो नेपालमै नै तपाईँहरूले चाहिँ लिची खेती गरेर महिनाको 1.5 लाख 2 लाख चाहिँ कमाउन सक्नुहुन्छ है त गाइज यसरी गर्नुभयो भने चाहिँ यो ठाउँको नाम चाहिँ के हो सो म अहिले चाहिँ तपाईँहरूको काठमाडौँबाट सायद म कति आएँ यहाँ सीतापाइलाबाट लगभग तपाईँको 12-13 किलोमिटर आयो होला त 12 किलोमिटर हो है 12 किलोमिटर आयो अनि यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ खत्री गाउँ रे है त यो चाहिँ खत्री गाउँ रे अनि यहाँ चाहिँ दाइले हामीलाई फ्रीमा लिची खुवाउनु भयो यहाँ चाहिँ तपाईँहरूले 50वटा लिचीको बोट देख्नु सक्नुहुन्छ है त अनि हामी चाहिँ खास लिची किन्न भनेर आएको दाइले चाहिँ हामीलाई यति दिनुभयो पैसा लिन नि मान्नु भएन दाइ चाहिँ राम्रो हुनुहुँदो रहेछ सो अब के भन्नु है यतिमा मैले भिडियो सकाइदिएँ किन भन्दाखेरि अब किन्न माथि नै किन्नु पर्ला दाइहरूको बोट बिक्री भइसकेको छ तपाईँहरू नि आउनु सक्नुहुन्छ है त यो ठाउँमा चाहिँ तपाईँको माथि दाइ कति घर लिची छ दाइ यहाँ बोट नभएको घरै छैन है सो यो खत्री गाउँ चाहिँ एकदम फेमस रहेछ जस्तो लाग्यो है मलाई लिचीको किन भन्दाखेरि माथिबाट हेर्दा नि तपाईँको रातै देखिन्छ क्या यहाँ तल चाहिँ आउनु होला तपाईँहरू पनि लिची खान मन छ भने चाहिँ बगानमै आएर खानु होला अब काठमाडौँमा यति लिची बेचेको तपाईँको 100-150 रुपियाँ लिन्छ दादा हो मलाई नबेच्ने भनिसक्यो अनि ल ठिकै छ होइन मैले